So today's topic we have hypertension. What is hypertension? Hypertension भनेको के हो भनेपछि it is a condition in which systolic blood pressure is greater than 140 mm of Hg and diastolic pressure is greater than 90 mm of Hg. It is also known as high blood pressure. सो म यहाँ चाहिँ यसको डायुरेटिक क्लासेसको मेकानिजम भनिदिन्छु. एक एकवटा सिंगल मेकानिजम चाहिँ यहाँ पोसिबल छैन. सो लेट्स लर्न इट. डायुरेटिक. हाउ डायुरेटिक वर्क इन द बडी. यसले के गर्छ भने डायुरेटिक दे इन्क्रिजेस द युरिन आउटपुट टु रिमुभ एक्सेस सोडियम एन्ड वाटर. हाम्रो बडीमा भएको एक्सेस सोडियम एन्ड वाटरलाई रिमुभ गर्छ. सो जसले गर्दाखेरि के भयो हाम्रो ब्लड प्रेसर डाउन हुन जान्छ. Thiazide. In thiazide we have chlorothiazide, hydrochlorothiazide. High ceiling diuretic we have furosemide. Another we have potassium sparing spironolactone. अब यहाँबाट MCQ मा सोधिने क्वेसन भनेको यो furosemide and spironolactone. The question will be like which one is high ceiling diuretic. So the option you have to take this furosemide. Another question you will get फ्युरोसेमाइड को एडिआर और साइड इफेक्ट अफ फ्युरोसेमाइड. यसमा हाम्रो के हुन्छ भने मसल क्राम्प भनेर दिएको हुन्छ. मसल क्राम्प किन हुन्छ भनेपछि एक्सेस लस अफ इलेक्ट्रोलाइट. यसको एउटा एडिआर र साइड इफेक्ट के हो भनेपछि लस अफ इलेक्ट्रोलाइट हुन जान्छ. इलेक्ट्रोलाइटको लस हुन्छ जसले गर्दाखेरि हाम्रो मसल क्राम्पहरू हुन जान्छ. अनि अर्को के याद राख्नु भनेपछि यसको एडिआर र यसको एडिआर जस्ट अपोजिट हुन्छ. यसमा के हुन्छ यसमा चाहिँ स्पाइरोनोल्याक्टोनको चाहिँ हाइपर क्यालेमिया हुन्छ. यसले चाहिँ हाइपोक्यालेमिया गरिदिन्छ. क्लिनिकल प्र्याक्टिसमा के छ भने यिनीहरूलाई एक अर्कासँग दिने गरिन्छ कम्बाइन्ड फर्ममा. फ्युरोसेमाइडले के गरेको छ हाम्रो हाइपोक्यालेमिया गराउँदैछ. यसले के प्लसलाई घटाउँदैछ भनेपछि यसले चाहिँ के प्लसलाई बढाउँदैछ के. यसले केलाई बढाउँदैछ यसले घटाउँदैछ. त्यही भएर यिनीहरूलाई कम्बाइन्ड फर्ममा दिइन्छ के ब्यालेन्स गर्नलाई. हाम्रो फ्रिक्वेन्टली सोधिरहने क्वेसन भनेको फ्युरोसेमाइडमा यसको मेकानिजम अफ एक्सन. यसमा चाहिँ के हुन्छ पछि सोडियम पोटासियम क्लोराइड को ट्रान्सपोर्टर. यसलाई चाहिँ ब्लक गर्छ क्या यसले. फ्युरोसेमाइडको मेकानिजम अफ एक्सन के भनेपछि इट इन्हिबिट सोडियम पोटासियम क्लोराइड को ट्रान्सपोर्टर.